यो चाहिँ जाफामा रहेछ तोप उहिलेको खालको तोप हुन्छ नि क्या यो रहेछ है यसको टुक्रा पनि रहेछ सायद यसकै भाँचेको होला यो यहाँनिर दुलो हुनुपर्ने हो तर बन्द भएको रहेछ अब त्यो पुरानो भएर होला यहाँनिर केही लेखेको छ हिब्रूमा लेखेको छ म यसलाई ट्रान्सलेट गरेर भन्छु है मैले अघि ट्रान्सलेट गरेको थिएँ यो चाहिँ पहिला ओटोमन इम्पायरको टाइमको रहेछ है यहाँनिर चाहिँ इजरायलमा चाहिँ पहिला ओटोमन एम्पायरले पनि राज गरेको थियो 1515देखि 1917सम्म ओटोमन एम्पायरले राज गरेको थिएछ त्यो टाइमको रहेछ यो चाहिँ है र यो 1917देखि बादमा चाहिँ फेरि ब्रिटिसले रुल गरेको थियो यहाँ पनि र सायद 1948मा होला त्यहाँदेखि चाहिँ इजरायल आजाद भएको हो हाम्रो इन्डिया चाहिँ ब्रिटिसबाटै आजाद भएको 1947मा है र त्यसको बादमा चाहिँ इजरायलले इन्डिपेन्डेन्स पाएको र यो चाहिँ त्यो पिरियडको रहेछ हेर्नुहोस् त धेरै पुरानो त्यति बेला यस्तो खालको तोप युज गर्थेछ